खुसी खुसी मनाऊ खुसी खुसी मनाऊ खुसी खुसी मनाऊ खुसी खुसी मनाऊ बना बना प्रभु येशू ख्रिस्टको जय बना प्रभु येशू ख्रिस्टको हुन्छ अब हामी ब्यानरलाई हामी खोल्नेछौँ ब्यानर अघि आधा खोलिसकेको रहेछ सबैजनालाई येशू ख्रिस्टको नाममा जय मसीह र सरलाई नमस्ते। आज चाहिँ विशेष गरिकन यो विश्वमै भनौँ न यो डिसेम्बरको महिनामा येशू ख्रिस्टको जन्म उत्सव विशेष दिन र विशेष समय। त्यसकारणले हामी एकदम आज हामी क्रिस्चियनहरू इसाईहरू मात्र होइन कि संसारमै एउटा खुसी आनन्द है को दिन भनेर हामी सेलिब्रेसन गर्छौँ। त्यसको लागि हामी खासै त्यस्तो एकदम ठुलो केही छैन, तर हामी आफ्नो ठाउँमा जे छ त्यही भाषाको गीतहरू गाएर होइन हामी गाएर चाहिँ उहाँलाई प्रशंसा गर्नेछौँ। र आज येशू ख्रिस्टको जन्म उत्सवको दिन चाहिँ आज विशेष गरिकन उहाँले चाहिँ हामीलाई मुक्ति उद्धार प्रेम होइन अनि शान्ति आनन्द एकता अनि उहाँले त्यो चाहिँ हामीलाई चाहिँ त्यो दिनुभएको दिन है। त्यस कारणले गर्दा आज सबैजना हामी खुसी हुनुपर्छ, आमेन, आनन्द हुनुपर्छ है। त्यस कारणले उहाँको जन्म उत्सवको दिन भएको कारणले गर्दा आज उहाँको सेलिब्रेसन चाहिँ संसारले गरिरहेको छ। संसारले भनेपछि आज यो ठाउँमा पनि हामी इसाईहरूले चाहिँ उहाँको सेलिब्रेसन गर्दैछौँ र हाम्रो सरलाई धेरै धेरै धन्यवाद यहाँ उपस्थित भइदिनु भएको लागि। हाम्रो यो येशू ख्रिस्टको जन्मोत्सवको एउटा चाहिँ कार्यक्रमलाई उत्साह होइन एउटा भेटघाट ठुलो कुरा हो नि, एकदम भेटघाट गर्नु नै ठुलो कुरा। यो समय भोलि नआउन पनि सक्छ, तर समय दिन चाहिँ एकदम महत्त्वपूर्ण छ हाम्रो लागि है। त्यस कारणले आज चाहिँ विशेष दिन विशेष समयमा हामीले अनि आज हाम्रो लिडरहरूले चाहिँ यो ओपनिङ गर्दैछौँ र आज येशू ख्रिस्ट जन्मोत्सव चाहिँ यहाँ मात्र होइन, देश विदेश गाउँ टोल जहाँ पनि नेपालको कुरा होइन सारा संसारमा चाहिँ गर्दै हुनुहुन्छ है, रमाइलो गर्दै हुनुहुन्छ। त्यस कारणले आज हामी पनि गर्दैछौँ। त्यस कारणले आज हामी सुरुदेखि अन्तसम्म हामी एकदम खुसी आनन्द एकअर्कालाई शुभकामना दिने होइन, बडा दिनको शुभकामना दिने। नयाँ वर्ष पनि अब नेपालीको चाहिँ अझै 2-3 महिना छ नेपालीको नयाँ वर्ष। अब यो इङ्ग्लिस पनि 2024 चाहिँ गएर 2025 आइसकेको छ होइन। त्यसको लागि पनि हामी शुभकामना दिउँ होइन। नयाँ दिनको लागि नयाँ उत्साह, नयाँ उमङ्ग, नयाँ सोच, नयाँ विचार हरेक कुरामा है परमेश्वरले हामीलाई आशिष दिउन् भनेर हामी अब सेलिब्रेसन गर्दैछौँ अनि आज यो ओपनिङ गर्दैछौँ। सबैजनालाई ताली बजाउनु होला है।
हामी त्यो खुल्ने बेलामा हामी सबैजना मिलेर पढ्न जान्छ Christmas demonstration शुभकामना भनिकन हाम्रो अब तिनजना पार्सनल गरेर केकलाई काटिदिनु हुन अनुरोध गर्न चाहन्छौँ अनि फेरि हामी जोडदार ताली बजाउनेछौँ है त साथमा 2024 वर्ष अगाडि चाहिँ यीशु ख्रीष्ट संसारमा आउनुभएको छ साथै अघि नै तपाईँहरूले भनिसकेको छु यो संसारमा आउनुभयो संसारमा मान्छेमाथि हाम्रो ख्रीष्ट जन्म छ हामी राखेका छौँ त्यसैले आज सबैजना ख्रीष्टको खुसियाली साथै आदरणीय पार्षदहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अनि ताली बजाउनु है त उहाँहरूले यही कार्यक्रममा आवाज दिन्छ जसरी स्वर्गरोहण हुनुभयो आज हामी उडिराखेका छौँ भने परमेश्वर हामीसँग हुनुहुन्छ अनि परमेश्वरको उपस्थिति चाहिँ तपाईँ र मसँग हुन्छ अनि यसैले अनि यसैले हामी खुसीयाली मनाउँदैछौँ अनि जसरी क्रिस्टको होइन उहाँको आत्मा चाहिँ तपाईँ र मसँग हुन्छ उहाँको हुनुस्थिति चाहिँ तपाईँ र मसँग हुन्छ आज पवित्र आत्मा चाहिँ तपाईँ र मसँग हुन्छ अनि